गरिमा प्रकरणमा ठूलो एक्सन लिने गृहमन्त्रीको तयारी, जनाक्रोश चर्किएपछि बल्ल खोले मुख। सामाजिक सञ्जालमा चल्यो गरिमालाई न्याय देऊ अभियान। गृहमन्त्री र कानून मन्त्री भेट्न आउनुपर्ने पीडित परिवारको अडान। सहमति जुड्न नसक्दा देशैभर चर्कियो प्रदर्शन। गरिमाको खोजीमा लापरवाही गर्ने डीएसपी हेडक्वार्टर तानिए। यस्तो छ पक्राउ परेका सुमनको बयान। 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले अहिले सिङ्गो देशलाई स्तब्ध बनाएको छ। एउटी सानी बालिका जो भर्खर विद्यालय जाने उमेरमा थिइन्, जसको हातमा कापी र कलम हुनुपर्ने थियो, जसले आँगनमा खेल्दै आफ्नो बाल्यकाल बिताउनु पर्ने थियो, उनै गरिमाको जीवन यति क्रूर ढंगले अन्त्य भएपछि न्यायको माग गर्दै सडकदेखि सदनसम्मै आवाज चर्किएको छ। बाराको जितपुर सिमरा 1 की 3 वर्षीय गरिमाको हत्या प्रकरण अहिले केवल एउटा परिवारको पीडामा सीमित छैन। घटनापछि स्थानीयको आक्रोश सडकमा पोखिएको छ। सामाजिक सञ्जालमा गरिमालाई न्याय देऊ अभियान नै चलेको छ। संसदमा सांसदहरूले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उता पीडित परिवारले अहिलेसम्म छोरीको शव समेत बुझेका छैनन्। उनीहरूको एउटै अडान छ, छोरीले न्याय नपाएसम्म संघर्ष जारी रहन्छ। यही बीच आज बिहानै गृहमन्त्री सुदन गुरुङले पहिलो पटक सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै सरकार गरिमा प्रकरणमा गम्भीर रहेको बताएका छन्। गृहमन्त्री गुरुङले 3 वर्षीय गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफू अत्यन्त दुखी र स्तब्ध भएको बताएका छन्। सरकारको पहिलो प्राथमिकता गरिमालाई न्याय दिनु रहेको उनको भनाइ छ। गृहमन्त्रीले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घटनाप्रति सरकार मौन नरहेको र घटनाको पहिलो दिनदेखि नै अनुसन्धान भइरहेको दावी गरेका छन्। उनले घटनालाई अत्यन्तै संवेदनशील रूपमा लिएर प्रभावकारी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको समेत बताएका छन्। उनका अनुसार विगतका घटनामा भएका कमी कमजोरीबाट पाठ सिक्दै यसपटक अनुसन्धानमा कुनै पनि किसिमको बाधा वा त्रुटि नहोस् भन्ने कुरामा सरकार सचेत छ। आरोपीलाई तत्काल पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन्। तर गरिमा प्रकरणमा प्रश्न केवल आरोपित पक्राउ परे कि परेनन् भन्ने मात्र छैन। बालिका हराएपछि प्रहरीको खोजी कति प्रभावकारी थियो? सुरुवाती चरणमै प्रहरीले अझ सक्रियता देखाएको भए घटना फरक हुन सक्थ्यो कि? प्रहरीको प्रारम्भिक अनुसन्धानमा लापरवाही भयो कि भएन? अहिले यी प्रश्नहरूले पनि ठूलो रूप लिएका छन्। यही प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको गृहमन्त्रीले बताएका छन्। घटनाको अनुसन्धानमा प्रहरीबाट लापरवाही भएको भन्ने गम्भीर प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि छानबिन सुरु गरिएको उनको भनाइ छ। यसैबीच गरिमाको न्यायका लागि सडक आन्दोलन झनै चर्किएको छ। वीरगञ्ज र पथलैया सडक खण्ड लगातार अवरुद्ध भइरहेको छ। परिवार सहित स्थानीयहरू अहिले सडकमा उत्रिएका छन्। प्रशासनले सडक खुलाउने प्रयास गरे पनि पीडित परिवार सहमत नभएसम्म सडक नखोल्ने अडानमा स्थानीय देखिएका छन्। प्रशासनले स्थानीय केही व्यक्तिहरूसँग सहमति गरे पनि गरिमाका परिवारले उक्त सहमति आफूहरूको जानकारी र अनुमति बिना भएको भन्दै ठाडै अस्वीकार गरेका छन्। गरिमाका बाबु मनोज चौधरीले गृहमन्त्री सुदन गुरुङ र कानून मन्त्री शोभिता गौतम आफै आएर कानून संशोधन गर्ने प्रतिबद्धता जनाउनु पर्ने माग गरेका छन्। परिवारको माग अझ कडा छ। आफ्नै 3 वर्षीय छोरीमाथि भएको क्रूर अपराधका दोषीलाई मृत्युदण्ड नदिएसम्म आफूहरूले न्यायको अनुभूति गर्न नसक्ने उनीहरूको भनाइ छ। तर गृहमन्त्री गुरुङले भने नेपालमा मृत्युदण्डको कानूनी व्यवस्था नरहेको र संविधानले नै मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको स्पष्ट पारेका छन्। नेपालको संविधानको धारा 16 को उपधारा 2 ले मृत्युदण्ड दिने गरी कानून बनाउन रोक लगाएको र नेपालले मृत्युदण्ड उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको उनले बताएका छन्। गृहमन्त्रीले पीडित परिवारको आक्रोश आफूले बुझेको बताएका छन्। एउटी सानी बालिकामाथि भएको अपराधको पीडा केवल एउटा परिवारको पीडा नभई सम्पूर्ण समाजको पीडा भएको समेत गृहमन्त्रीको भनाइ छ। आमा, महिला र नागरिकमा देखिएको आक्रोश आफूले पनि महसुस गरेको उनले बताएका छन्। तर उनले न्यायका लागि अनुसन्धान नै बलियो बनाउनु पर्नेमा जोड दिएका छन्। प्रमाण सुरक्षित हुनुपर्ने, अनुसन्धान निष्पक्ष र वैज्ञानिक हुनुपर्ने र वास्तविक दोषी कुनै हालतमा उम्किन नपाउने गरी अनुसन्धान अघि बढ्नुपर्ने उनको भनाइ छ। यही बीच कानून संशोधनको विषय पनि अगाडि आएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले सरकारमा आएपछि महिला तथा बाल बालिका विरुद्ध हुने यस्ता जघन्य अपराधमा विद्यमान कानूनी बाधा हटाउने विषयमा काम सुरु गरेको गृहमन्त्री गुरुङले बताएका छन्। आवश्यक कानून संशोधनको मस्यौदा तयार गरेर संसदीय प्रक्रियामा लैजाने तयारी भइरहेको उनको भनाइ छ। कानून निर्माण रातारात हुने प्रक्रिया नभए पनि सरकार चुप लागेर नबसेको उनले स्पष्ट पारेका छन्। तर परिवारको आक्रोश अझै रोकिएको छैन, किनकि गरिमाको शव भेटिएको घटनाको सुरुवात नै अत्यन्तै पीडादायी थियो।
गरिमा साउन 31 गते बिहान करिब 8:30 बजे घरबाट हराएकी थिइन्। जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 1 10 धुरे स्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी मनमती चौधरीकी छोरी गरिमा अचानक सम्पर्कविहीन भएपछि परिवारमा खैला बैला मच्चियो। सानो बच्चा भएकाले सुरुमा कतै आफन्तको घरमा गएकी होलिन् कि भन्ने आशा परिवारमा थियो। छिमेकीसँग सोधपुछ भयो, आफन्तलाई खबर गरियो, गाउँका गल्ली गल्ली र सम्भावित ठाउँहरूमा खोजी भयो, प्रहरी पनि खोजीमा जुट्यो। तर घण्टौं बित्यो, दिन ढल्यो, रात बित्यो, फेरि अर्को दिन पनि बित्यो, तर गरिमाको कुनै खबर आएन। परिवारको आशा बिस्तारै डरमा बदलियो। त्यसपछि भदौ 2 गते साँझ एउटा खाली घरबाट अस्वाभाविक दुर्गन्ध आउन थाल्यो। स्थानीयलाई शंका लाग्यो, प्रहरीलाई खबर गरियो। तालिम प्राप्त कुकुर सहित प्रहरी टोली त्यहाँ पुग्यो। प्रहरीले खाली घरभित्र खोजी सुरु गर्यो। केही बेरमै एउटा कोठामा प्रहरीको नजर पुग्यो। त्यहाँ कपडामा पोको पारिएको अवस्थामा 3 वर्षीय गरिमाको शव भेटियो। जुन छोरीलाई परिवार 2 दिनदेखि जीवितै खोजिरहेको थियो, उनी घरबाट करिब 200 मिटरको दूरीमै मृत अवस्थामा भेटिएकी थिइन्। त्यो खबरले सिङ्गो बस्ती स्तब्ध बन्यो। तर शव भेटिएपछि घटनाको अन्त्य भएन, बरु त्यसपछि सुरु भयो अझ गम्भीर अनुसन्धान। प्रहरी सामु अब एउटै प्रश्न थियो, गरिमाको हत्या कसले गर्यो? घटनास्थलमा प्रहरी, आफन्त र स्थानीयको भिड जम्मा भएको थियो। सबैको ध्यान हत्यारा पत्ता लगाउनेतर्फ थियो। त्यही भिडमा एक युवक पनि निकै सक्रिय देखिएका थिए। उनी प्रहरीसँगै घटनास्थल वरपर हिँडिरहेका थिए। हत्यारा पत्ता लगाउनु पर्ने भन्दै उनी निकै सक्रिय देखिएका थिए। घटनाको सत्य बाहिर आउनुपर्ने उनले निरन्तर बताइरहेका थिए। तर अनुसन्धान अगाडि बढ्दै जाँदा प्रहरीको शंकाको घेरा उनैतर्फ सोझियो। ती युवक थिए 16 वर्षीय सुमन थापा, जसले अरूसँगै हत्यारा खोजिरहेका थिए। अन्ततः उनी नै प्रहरीको खोरमा पुगे। प्रहरीका अनुसार सुमन वीरगञ्ज पथलैया सडक खण्डमा चल्ने म्याजिक भ्यानका सहचालक हुन्। तालिम प्राप्त कुकुरले दिएको संकेत र अनुसन्धानबाट प्राप्त प्रारम्भिक सूचनाका आधारमा उनीमाथि शंका बढेको प्रहरी सूत्रले जनाएको छ। त्यसपछि उनलाई पक्राउ गरेर सोधपुछ सुरु गरियो। प्रहरीका अनुसार सोधपुछका क्रममा सुमनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको बयान दिएका छन्। उनको बयान अनुसार साउन 31 गते बिहान गरिमालाई प्रोगेश चौधरीको घरबाट घटनास्थलतर्फ लगिएको थियो। प्रोगेश चौधरी 24 वर्षीय म्याजिक भ्यान चालक रहेको प्रहरीले जनाएको छ। उनले प्रयोग गर्ने म्याजिकको नम्बर ना 1J7758 रहेको बताइएको छ। प्रहरीका अनुसार प्रोगेशको घर गरिमाको घर नजिकै पर्छ र गरिमा उक्त घरमा आउने र जाने गर्थिन्। यही सम्बन्धका कारणले अनुसन्धानको दायरा प्रोगेशसम्मै पनि पुगेको छ। अहिले विशेष गरेर सुमनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। उनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार सुमनले घटनास्थलमा बालिकामाथि यौन हिंसा भएको र त्यसपछि उनी बेहोस भएको बयान दिएका छन्। बालिका बेहोस भएपछि आफू त्यहाँबाट फर्किएको उनले बताएका छन्। प्रहरी स्रोतका अनुसार सुमनले पछि पुनः घटनास्थलमा पुगेर बालिकाको शव कपडामा पोको पारेको र त्यहाँ व्यवस्थापन गरेको बयान दिएका छन्। तर यहाँ अर्को महत्त्वपूर्ण प्रश्न उठ्छ। सुमनले आफू मात्रै संलग्न रहेको दावी गरेको भए पनि प्रोगेशको भूमिका के थियो? गरिमा प्रोगेशको घरसम्म कसरी पुगिन्? प्रोगेशलाई घटनाबारे पहिल्यै जानकारी थियो कि थिएन? सुमन र प्रोगेश बीच घटनाको समयमा कस्तो सम्बन्ध थियो? घटनामा अरू कसैको संलग्नता थियो कि थिएन? यी सबै प्रश्नको अन्तिम जवाब अनुसन्धानले नै दिनेछ। यसैबीच गरिमाको हत्या प्रकरण संसदमा समेत उठ्यो। अस्ति बिहिबार प्रतिनिधि सभा बैठकमा नेपाली कंग्रेसकी सांसद डाक्टर शाहजान खातुनले 3 वर्षीय बालिकामाथि भएको यौन हिंसा र हत्यालाई गम्भीर विषयमा उठाइन्। उनले महिला तथा बालबालिकामाथि हुने यौन हिंसामा शून्य सहनशीलताको नीति आवश्यक रहेको बताइन्। कानून बनाएर मात्रै नहुने भन्दै उनले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइन्। अपराधीलाई उमेर, लिङ्ग वा पहुँचका आधारमा उम्किन दिन नहुने उनको माग थियो। रासपाका सांसद रहबर अन्सारीले पनि घटनामा प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाए। बालिका हराएपछि प्रहरीले पर्याप्त सक्रियता देखाएको थियो कि थिएन भन्ने विषयमा छानबिन हुनुपर्ने उनको माग छ। उनले प्रहरीको एक्सन लग सार्वजनिक गर्न र लापरवाही भएको पाइए सम्बन्धित प्रहरीमाथि समेत कारबाही गर्नुपर्ने बताएका छन्। यही कारणले अहिले गरिमा प्रकरण केवल एउटा आपराधिक घटना नभएर प्रहरी अनुसन्धान, कानुनी व्यवस्था, बालिकाको सुरक्षा र राज्यको जवाबदेहितासँग जोडिएको ठूलो प्रश्न बनेको छ। गृहमन्त्रीले दोषी उम्किन नदिने प्रतिबद्धता जनाएका छन्। तर पीडित परिवारको प्रश्न छ, प्रतिबद्धता मात्रै होइन, न्याय कहिले? सामाजिक सञ्जालमा गरिमालाई न्याय देऊ अभियान चर्किरहेको छ। अहिले काठमाडौँदेखि देशका विभिन्न स्थानमा सडकमा प्रदर्शन भइरहेको छ। सडकमा निरन्तर नाराबाजी भइरहेको छ।
त्यो पनि सरकार विरुद्ध। परिवार धर्नामा छ, वीरगञ्ज पथलैया सडक खण्ड अवरुद्ध छ। देशका विभिन्न स्थानमा पनि अहिले निरन्तर प्रदर्शन चर्किरहेको छ। पीडित परिवारले प्रशासनको सहमति अस्वीकार गरिरहेको छ। उनीहरूको माग छ सरकारका जिम्मेवार मन्त्रीहरू आफै आएर जवाब दिनुपर्छ। उता गृहमन्त्रीको भनाइ छ मृत्युदण्ड तत्काल दिन सक्ने कानुनी अवस्था छैन, तर अनुसन्धानमा कुनै कमजोरी हुन दिइने छैन। अब सबैको नजर अनुसन्धानतर्फ छ। गरिमाको मृत्युको वास्तविक जिम्मेवार को हो? घटनामा कतिजना संलग्न थिए? प्रहरीको सुरुवाती भूमिकामा कमजोरी भएको थियो कि थिएन? दोषीलाई कानुनको दायरामा ल्याउन अनुसन्धान कति निष्पक्ष हुन्छ? यी प्रश्नको जवाब केवल गरिमाको परिवारले खोजिरहेको छैन, सिङ्गो देशले खोजिरहेको छ, सिङ्गो समाजले खोजिरहेको छ। 3 वर्षीय गरिमाको जीवन फर्काउन अब सकिँदैन, तर उनको मृत्युले उठाएका प्रश्नलाई बेवास्ता गर्न पनि पाइँदैन। अब आवश्यक छ भावनामा होइन, प्रमाणमा आधारित निष्पक्ष अनुसन्धान। दोषी भए जोसुकै भए पनि कानुनी दायरामा ल्याउने दृढता। प्रहरीको लापरवाही भएको भए त्यसको पनि छानबिन, र सबैभन्दा महत्त्वपूर्ण कुरा पीडित परिवारले न्याय पाएको अनुभूति गर्ने अवस्था। किनकि गरिमाको न्याय केवल एउटा परिवारको माग होइन, राज्यको न्याय प्रणालीमाथिको जनविश्वाससँग जोडिएको प्रश्न हो। अब हेर्न बाँकी छ गृहमन्त्री सुदन गुरुङले भने जस्तै सरकार साँच्चीकै ठूलो एक्सनमा जान्छ कि यो आक्रोश पनि समयसँगै सेलाएर जान्छ। गरिमाको परिवार सडकमा छ, देशको नजर सरकारतर्फ छ, र प्रश्न होइ छ गरिमाले न्याय कहिले पाउँछिन्?